सानो सानो कुरामा पनि के तपाईले धेरै सोच्नुपर्छ? तपाईले के चिन्ता हुन्छ, डर लाग्छ? कसैले केही कुरा भनिदियो त्यो चाहिँ तपाईलाई 24 घण्टा चाहिँ तपाईले त्यसकै बारेमा सोच्नुहुन्छ? तपाईलाई चाहिँ त्यही कुरा चाहिँ त्यही विचार चाहिँ बारम्बार के आइराख्छ? यदि हो आइराख्छ भने तपाईहरु सही भिडियोमा हुनुहुन्छ। त्यो तपाई ओभर थिंकिङ त्यसलाई भन्न सक्नुहुन्छ। ओभर थिंकिङ अहिलेको समयको सबैभन्दा चाहिँ महत्त्वपूर्ण विषय, अहिलेको समयको सबैभन्दा भाइरल विषय। अहिले सानो सानो केटाकेटीहरुमा पनि सानो सानो बच्चाबच्चीहरुमा पनि डिप्रेसन, एन्जाइटी, स्ट्रेस हरु सुनिन्छ। दिमागी रोगहरु, मानसिक प्रकारको रोगहरु। अहिले चाहिँ आत्महत्याको संख्या बढेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। धेरै जना मान्छेहरु चाहिँ जीवन जिउनु उनीहरुलाई यति कठिन लाग्छ। जीवन जिउनु भन्दा सजिलो उनीहरुलाई मर्नु लाग्छ। अहिले ओभर थिंकिङ लगभग सबैमा हुन्छ। ओभर थिंकिङ मात्रा तलमाथि हुन सक्छ। कसैलाई चाहिँ ओभर थिंकिङ धेरै अत्यधिक मात्रामा हुन्छ भने कसैलाई थोरै हुन्छ। ओभर थिंकिङले अहिले धेरै नै विकृतिहरु ल्याएको छ समाजमा, देशमा। आत्मदाहको संख्या बढाएको छ। यसले चाहिँ विभिन्न रोगहरु निम्त्याएको छ, शारीरिक र मानसिक प्रकारको रोगहरु। यसले जीवनलाई चाहिँ एकदमै कठिन बनाएको छ। त्यसैगरी साथीहरु हामी आज पत्ता लगाउँछौं ओभर थिंकिङ भनेको चाहिँ के हो त? ओभर थिंकिङ भनेको एउटै कुरा जुन चाहिँ बारम्बार त्यो दिमागमा आइरहनु, चाहेर अथवा नचाहेर। जति भन्यो त्यो कुरा बिर्सनु भन्यो फेरि त्यो कुरा त्यही कुरा त्यति नै जोडले त्यसरी नै आउने यो प्रक्रिया हो। ओभर थिंकिङ चाहिँ तपाईले जति चाहनुहुन्छ कम होस् त्यति नै आउँछ। जति त्यो विषयमा म सोच्दिन भन्नुहुन्छ त्यो विषयमा त्यति नै विचारहरु आउँछ। ओभर थिंकिङ चाहे त्यो जानेर होस् चाहे त्यो अनजानेर होस् मान्छेहरुले यसलाई चाहिँ कार्यरूप दिइराखेको हुन्छ। सानो सानो कुरामा पनि धेरै सोच्न बाध्य बनाइदिन्छ ओभर थिंकिङले। जुन नर्मल मान्छेले जुन कुरा एकदमै लाइटली लिन्छ त्यो ओभर थिंकरले चाहिँ त्यो कुरा लाइटली लिन सक्दैन। ओभर थिंकरको लागि त्यो कुरा धेरै ठूलो कुरा हुन्छ। र यसमा ओभर थिंकिङ चाहिँ भनौं न थिंकिङ चाहिँ एउटा प्रब्लम हैन के। यदि थिंकिङ राइट डाइरेक्सनमा छ भने त्यसले के गर्छ त भनेदेखि ओभर थिंकिङ यदि राइट डाइरेक्सनमा छ भने त्यसले चाहिँ खासै फरक पार्दैन। किनभने कुनै पनि कुरा सल्भ गर्नको लागि डिफिकल्ट कुरा सल्भ गर्नको लागि पनि थिंकिङ चाहिन्छ। राइट थिंकिङ छ भने मात्रै त्यो चाहिँ सल्भ हुन्छ। त्यो थिंकिङबाटै त्यसको सोल्युसन निक्लिन्छ। यदि थिंकिङबाट यदि सोल्युसन निक्लिरहेको छ भने त्यो राइट थिंकिङ हो। बट त्यो ओभर थिंकिङ चाहिँ कतिखेर हुन्छ जतिखेर उसले चाहिँ साइकोलोजिकली, मेन्टली, फिजिकली चाहिँ माइन्डमा स्ट्रेस बढाइरहेको हुन्छ। जसले चाहिँ डिप्रेसन दिन्छ, एन्जाइटी दिन्छ, जसले चाहिँ केही लस पुर्याइरहेको हुन्छ। जतिखेर थिंकिङले चाहिँ माइन्डलाई चाहिँ लस गर्छ, ब्रेनलाई चाहिँ हार्म गर्छ, मान्छेको लाइफस्टाइललाई चाहिँ डिफिकल्ट बनाउँछ, त्यतिखेर चाहिँ त्यो ओभर थिंकिङ हुन्छ। थिंकिङ यहाँ प्रब्लम हैन, थट पनि प्रब्लम हैन। यहाँ प्रब्लम के हो त? रङ थिंकिङ। र रङ थिंकिङ नै के हो त?
ओभर थिङ्किङ। ओभर थिङ्किङ फर इक्जाम्पल कुनै कम्पनीमा तपाईँ काम गर्नुहुन्छ, त्यो कम्पनीको म्यानेजरले अथवा बसले अथवा सरले सिनियरले तपाईँले केही कुरा भन्यो, त्यो कुरा साधारण कुरा केही सम्झायो, केही भन्यो, त्यो चाहिँ तपाईँले त्यो कुराबाट केही कुरा सिकेर त्यो कुरा लाइटली लिनुभयो भने त्यो नर्मल हो। बट तपाईँलाई त्यो सानोदेखि सानो कुरा पनि तपाईँको माइन्डमा घुमिरहेको छ, ला मलाई चाहिँ निकालिदियो भने के हुन्छ, ला यो, ला कसरी तिर्नु म रेन्ट, यो गऱ्यो भने कसरी के गर्नु भन्ने हुन्छ भने त्यो चाहिँ रङ थिङ्किङ हो। त्यो चाहिँ फेरि ओभर थिङ्किङ हो। किनभने त्यो कुरा सोचिराख्नु, त्यो कुरा जतिखेर पनि विचार गरिराख्नु जरुरी छैन। एउटा राइट थिङ्कर, एउटा नर्मल थिङ्कर र एउटा ओभर थिङ्करमा त्यो नै ठुलो डिफ्रेन्स छ। यो भिडियोमा हामी जान्छौँ ओभर थिङ्किङ। यो ओभर थिङ्किङको त धेरै नै कजहरू छ, ओभर थिङ्किङ हुनुको धेरै नै कारणहरू छ। बट हामी यो भिडियोमा चाहिँ एउटा फिजिकल कारण, इम्पोर्टेन्ट कारणहरूमध्येको एउटा इम्पोर्टेन्ट कारणको बारेमा हामी जान्छौँ, हामी थाहा पाउने कोसिस गर्छौँ। साथीहरू, तपाईँहरूले ध्यान दिनु होला, विचार गर्नुभयो होला, कहिलेकाहीँ सानो सानो कुरामा पनि धेरै रिस उठिरहेको हुन्छ, धेरै नै तनाव लिइरहेको हुन्छ, धेरै नै स्ट्रेस भइरहेको हुन्छ। तर कहिलेकाहीँ ठुलोदेखि ठुलो कुरामा पनि ठुलोदेखि ठुलो कुरालाई पनि हामी इजिली फेस गरिरहेको हुन्छौँ, कहिले चाहिँ सानोदेखि सानो कुरामा पनि के हुन्छ त, सानोदेखि सानो कुरामा पनि चाहिँ फेस गर्न असहज भइरहेको हुन्छ, गाह्रो जटिल लागिरहेको हुन्छ भने कहिले जटिलदेखि जटिल कुरा पनि सहजै लागिरहेको हुन्छ। त्यो किन हुन्छ त? यसमा फिजिकल कारण पनि छ। वात, पित्त, कफ भन्छ हाम्रो शरीरको, यो चाहिँ उहरू हो। त्यस्तै हाम्रो सेकेन्ड ब्रेन, पेट खराब भयो भने दिमाग पनि खराब हुन्छ, दिमाग खराब भयो भने पेट खराब हुन्छ। स्टोम्याकलाई, डाइजेस्टिभ सिस्टमलाई चाहिँ सेकेन्ड ब्रेन पनि भनिन्छ। यदि तपाईँको डाइजेस्टिभ सिस्टममा प्रब्लम छ, यदि तपाईँको पेट सम्बन्धी तपाईँलाई केही समस्या छ, कब्जियत छ भने त्यो दिन तपाईँलाई धेरै रिस उठ्ने, त्यो दिन चाहिँ तनाव हुने, स्ट्रेस हुने, डर हुने, एन्जाइटी हुने, यसको मात्रा बढेर जान्छ अरू दिनभन्दा, अरू समयको भन्दा। कन्स्टिपेसन इज नट अ डिजिज बट फादर अफ एभ्री डिजिज। कन्स्टिपेसन चाहिँ एउटा रोग होइन, तर यो नै सबै रोगको फादर हो, बाउ हो। यसैले नै के गर्छ त, सबै रोग निम्त्याउँछ, जन्माउँछ। त्यस्तै यो ओभर थिङ्किङमा पनि कतै न कतै फिजिकल कारण पनि हुन्छ। र माइन्ड, तपाईँको माइन्ड र बडी चाहिँ फरक छैन। तपाईँको मानसिक स्थिति र शारीरिक स्थितिमा चाहिँ धेरै फरक छैन। यदि तपाईँको शारीरिक स्थिति राम्रो छ भने तपाईँको मानसिक स्थिति पनि धेरै हदसम्म राम्रो हुन्छ। जुन दिन तपाईँको डाइजेस्टिभ सिस्टम राम्ररी वर्क गरिरहेको हुन्छ, त्यो दिन तपाईँले च्यालेन्जहरू, लाइफको च्यालेन्जहरू इजिली फेस गर्न सक्नुहुन्छ। भने जुन दिन तपाईँको चाहिँ गट खराब छ, तपाईँको चाहिँ पेट खराब छ, त्यो दिन तपाईँले इजीदेखि इजी कुरालाई पनि फेस गर्न तपाईँलाई समस्या भइरहेको हुन्छ। ब्रेनको चाहिँ यो गिदी हुन्छ नि, ब्रेनको गिदी र पेटको त्यो इन्टेस्टाइन के भन्छ, त्यो आन्द्रा, त्यसको चाहिँ पिक्चर्स उस्ता उस्तै हुन्छ, तपाईँहरूले हेर्नुभयो होला। त यसलाई सेकेन्ड ब्रेन पनि भनिन्छ र यो पनि लाइफको चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट हो। सबैभन्दा सुरुमा त ओभर थिङ्किङबाट चाहिँ बस्नको लागि यसको साइकोलोजिकल कारणहरू पनि हुन्छ। यसको साइकोलोजिकल कारण चाहिँ हामी अर्को भिडियोमा थाहा पाउँछौँ। यो सिरिज नै चल्छ ओभर थिङ्किङको बारेमा। यो भिडियोमा चाहिँ हामीले फिजिकल कारण थाहा पायौँ। हेर्दै गर्नु होला।